नमस्ते सबैलाई, मेरो नाम चाहिँ सन्दीप शर्मा र म हो भरतपुर 12 चितवनबाट। आज चाहिँ मैले न्युजिल्यान्डको स्टुडेन्ट भिजा प्राप्त गरेको छु विदाउट इन्टरभ्यू र मेरो कोर्स हो मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी र मेरो कलेज हो फिटेरिया एन्ड वेलटेक वेलिङटन। Okay, सन्दीपजी तपाईँलाई एकदमै बिग कङ्ग्रेचुलेसन्स फर योर न्युजिल्यान्ड ई भिजा ग्रान्ट टुडे, त्यही पनि विदाउट इन्टरभ्यू। तपाईँले एक्सचेन्ज आउनुभन्दा अगाडि र न्युजिल्यान्ड ट्राई गर्छु भन्दा सोच राख्दाखेरि एक्सचेन्जलाई नै तपाईँले एउटा प्रायोरिटीको बेसमा लिनुको मुख्य कारण के हो त? मैले चाहिँ एक्सेस एजुकेसन नेटवर्क चितवन ब्रान्चलाई नै किन प्रायोरिटीमा राखेर उहाँहरूसँग नै मेरो भिजा एप्लिकेसन चाहिँ प्रोसेस गर्न पुगेँ त भन्दाखेरि फर्स्ट अफ अल चाहिँ मैले अनलाइन रिसर्च गरेर हेर्दाखेरि चाहिँ उहाँहरूको भिजा सक्सेस रेट चाहिँ एकदम राम्रो थियो कम्पेयरिङ विथ अदर कन्सल्टेन्सिज। अनि त्यसपछि चाहिँ उहाँहरू चाहिँ 21 इयर्सदेखिको एक्सपिरियन्स छ उहाँहरूसँग चाहिँ न्युजिल्यान्डको भिजा एप्लिकेसनहरू प्रोसेस गरिरहेको। उहाँहरूसँग यहीँ आएर काउन्सिलिङ गरिसकेपछि चाहिँ मैले चाहिँ एकदम राम्रो गाइडेन्स पाएँ रिगार्डिङ माई कोर्स सिलेक्सन एन्ड अरू कुराहरूमा। सो जस कारणले गर्दा चाहिँ मैले एक्सेस एजुकेसन नेटवर्क चितवनलाई नै रोज्न पुगेँ। सन्दीपजी, आज तपाईँको न्युजिल्यान्डको भिजा प्राप्त गर्नुभएको सपना पनि पुरा भएको छ र यो भिडियो हेरेर बस्नुहुने सम्पूर्ण विद्यार्थी तथा भाइ बहिनीहरूलाई पनि जिज्ञासा हुनसक्छ कि तपाईँले कसरी चाहिँ आफ्नो भिजा प्राप्त गर्नुभयो भन्ने बारेमा। सो तपाईँको के सन्देश उहाँहरूलाई दिन चाहनुहुन्छ? यो भिडियो हेर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई चाहिँ के सन्देश दिन चाहन्छु भन्दा हजुरहरू चाहिँ इफ न्युजिल्यान्डको स्टुडेन्ट भिजा अप्लाई गर्ने सोचिराख्नु भएको छ भने चाहिँ अवश्य पनि एक्सेस एजुकेसन नेटवर्क चितवन ब्रान्चलाई चाहिँ भिजिट गर्नुहोला। उहाँहरूको प्रपर गाइडेन्स इच एन्ड एभ्री स्टेप तपाईँको एप्लिकेसनको सबैमा एकदम हेल्पफुल हुनुहुन्छ उहाँहरू। त्यसै कारण मैले चाहिँ हजुरहरूलाई चाहिँ एक्सेस एजुकेसन नेटवर्क चाहिँ रेकमेन्ड गर्न चाहन्छु। Think Access to get success. Access Education Network Chitwan, simply a better way to learn.